प्रोटीन भन्दा धेरै जरुरी फाइबर छ। डाक्टरहरूका मुताबिक सबसे ज्यादा मृत्यु 50 वर्षभन्दा कम उमेरका मानिसहरूको कुन क्यान्सरको कारणले भइरहेको छ। कोलोन हाम्रो डाइजेस्टिभ सिस्टमको बहुत जरुरी हिस्सा हो। यस किसिमका क्यान्सर कम उमेरका मानिसहरूमा एकदमै रियर, कम मात्रामा देखिने गरिन्थ्यो। तर हिजो आज एकदमै धेरै मात्रामा देखिने गरेको पाइन्छ। डाक्टर, न्युट्रिसन, डाइटिसियन सबैको भनाइ छ यसको रिस्क कम गर्नलाई आफ्नो खानामा सबसे ज्यादा फाइबरको हिस्सालाई बढाइदिनुहोस्। आम मानिसहरू 10 देखि 15 ग्राम मात्रै फाइबर खाइरहेका छन्। तर रिकमेन्ड यो छ कि 25 देखि 40 ग्राम बराबरको फाइबर रोज हामीलाई चाहिन्छ। फाइबर नखानुको कारण पेटभित्रका राम्रा ब्याक्टेरिया मर्दछन् र रोज पेट सफा पनि हुँदैन। मतलब बडीभित्र एकदमै धेरै वेस्ट, टक्सिज, विकार तत्त्वहरू जम्मा भएर बस्नेछ। त्यसैको कारण कन्स्टिपेसन जस्तो इस्युले हाम्रो शरीरमा एकदमै नराम्रो असर पार्नेछ। एकदमै सिम्पल तरिका छन् आफ्नो गटलाई हेल्दी गर्ने र क्यान्सरको रिस्कलाई कम गर्ने कसरी। आफ्नो डाइटमा डिफ्रेन्ट भेराइटीको फाइबरलाई याद गर्नुहोस्। फाइबर दुई किसिमका हुन्छन्, एक सोलेबल, अर्को इन्सोलेबल। कुनै फाइबरले तपाईको डाइजेस्टिभ र गट हेल्थको इम्प्रुभ गर्नेछ। कुनै फाइबरले तपाईको वेट लसमा हेल्प गर्नेछ। साथै तपाईको ब्लड सुगर र कोलेस्ट्रललाई पनि कन्ट्रोल गर्नेछ। मतलब तपाई क्यान्सरको अलावा अरू बिमारीहरूबाट पनि बाँच्न सक्नुहुनेछ। फाइबरलाई अन्डर एस्टिमेट नगर्नुहोला। यदि मेरो कुरामा विश्वास लाग्दैन भने तपाईहरूले पनि आफै रिसर्च गरेर हेर्न सक्नुहुनेछ।